गाइस हामी सेक्वाया पोल्दैछौँ छतमा। यो चाहिँ हाम्रो बेजम दाइले बनाउनु भएको प्लान्टहरू है, बनाउनु भएको भन्दा नि रोप्नु भएको है, रोप्नु भएको प्लान्टहरू। तपाईँहरूलाई फेरि स्वागत छ मेरो च्यानलमा। आज चाहिँ हामी आज यसरी बसिरहेको छौँ है, र भाउजू बढाउँदै हुनुहुन्छ भाइ। हेलो दादाहरू हुनुहुन्छ अनि हामी चाहिँ आज सरप्राइजली सेकापट्टि गर्दैछौँ गाइस, हामी थाहा थिएन है। अनि हामी चाहिँ सेका बनाउन लगाइरहेछौँ, म तपाईँलाई देखाउने छु। गाइस यता चाहिँ हाम्रो सेकापट्टि भइरहेको छ है। यता हाम्रो अर्को भ्लगर दाइ हुनुहुन्छ, चन्दन दाइ, वेलकम टु माई च्यानल। यता आन्टी अनि भाउजू हुनुहुन्छ अनि यता चाहिँ सेकवा पोल्दै गाइस। खाने भाउनुवाला सबैजनालाई स्वागत छ। यता अर्को भाइ गिटार बजाउने, हाम्रो यो मुभमेन्टलाई शानदार बनाइरहने गिटार बजाएर सामुएल भाइ। सामुएल भाइ हेलो जयसी। गाइस हामी चाहिँ यहाँ कहाँ छौँ भन्दा म तपाईँलाई देखाउँछु। हामी चाहिँ धापासीमा छौँ, धापासी। हामी चाहिँ छतमा है गाइस, यस्तो सेको पोलेको छतबाट यस्तो भ्युज देखिन्छ है, खतरा खतरा खतरा। गाइस हामी चाहिँ यस्तो होइन, यहाँ माथिबाट यसो गर्दा चाहिँ दाइहरूको बाइक स्कुटी देख्छ कि, अनि तडै हेर्दा चाहिँ हामी चाहिँ झ्यान्टान पाराको है ठाउँमा छौँ। भाउजू हेलो। गाइस हामी सेक्वाया पोल्दैछौँ छतमा। सेक्वा पोल्ने कर्ता केही बोल्नुहोस् होला। म आफूले आफूले नदेखाउने कुरै हुँदैन भाइ। गाइस हामी चाहिँ यहाँ छौँ बेजम दाइको घरमा हो है। हामी चाहिँ अनि बेजम दाइको घरमा आएको। आज सरप्राइजली सेको पार्टी भएको रहेछ अनि हामीलाई थाहा थिएन, तर दाइहरूले गरिसक्नु भएको रहेछ है, मैले थाहा थिएन। अनि हामी चाहिँ सरप्राइजली भयौँ। अनि यो प्लान्टहरू छ नि, यो प्लान्टहरू चाहिँ हाम्रो बेजम दाइहरूले रोप्नुभएको। यो प्लान्टहरू के प्लान्ट हो मैले थाहा छैन है, म पछाडिबाट देखाउँछु ल। गाइस मेरो चाहिँ छोरी रुएर है यहाँ अनि होला बोकेको। जयमसी भन्यो, जयमसी जयमसी सानो जयमसी। ल यो चाहिँ हाम्रो बेजम दाइले बनाउनु भएको प्लान्टहरू है, यो चाहिँ हाम्रो बेजम दाइले बनाउनु भएको प्लान्टहरू है, बनाउनु भएको भन्दा नि रोप्नु भएको है, रोप्नु भएको प्लान्टहरू। बेजम दाइले हेर्नु भएको छ भने बेजम दाइ तपाईँको घरमा हामी आएका छौँ है प्लान्टहरू हेर्नलाई, सेकुवा खानलाई। ल प्लान्टीहरू प्लस दाइहरू सबैजनाले यस्तो प्लान्टहरू रोप्नुभएको चाहिँ खतरा पाराले। यो ड्रागन फ्रुट हो, कुन हो तर थाहा भएन, रेड हो कि वाइट हो, हुनु चाहिँ ड्रागन फ्रुट हो। धनियाँ लसुन एन्ड देन यता के हो, धनियाँ एलोभेरा लसुन सबै थोक छ गाइस। यहाँ धारा पनि छ हौ, उयो स्पेसल धारा। ल यहाँ चाहिँ अरू प्लान्टहरू पनि छ। हामी चाहिँ सबैजना यहाँ बसिरहेको छौँ। जयमसी धन्यवाद, जयमसी गऱ्यो सानो, जयमसी एभ्री वान भन्यो। आइयो कहाँ हो क्या तिमी त, कसा के गर्यो भने। हेलो एभ्रिवान, हेलो एभ्रिवान, जयमसी खै जयमसी। गाइस हामी चाहिँ यहाँ सबैजना बस्दै हो, यो सेको पोल्दै। सन्जित यसलाई बोक बोक आयो, मेरो हात गल्यो। भण्डाङ भुन्दिन्छ त यो उल्टो भयो दबाई सकिएको तिम्रो मामा जाने पर बुई बुई डुलु 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 ल म भिडियो बनाउँछु नि तिम्रो।
अबुई मलाई त धक्का दिन्छ त बा धक्का मुक्का न यता यता दिदीलाई हेरिदेऊ न बेबी पानी हाल्ने त्यो हालेर के पखाल्नु आउने फेरि हो ए वाइन वाइन ल ल मेरो नानी सुत्यो छुटेछ सानो बेबी तिमी नुन नगर्ने नुन नगर्छ नुन छाडो नुन नगर्छ ल गाइस हाम्रो त रात परिसक्यो मासु पोल्दा पोल्दै गाइसहरु मलाई चाहिँ एकदमै धेरै भोक लागेको त्यस्तो भन्न मिल्दैन दाइ यो दाइको भिडियोमा अनुहार नदेखिने के राख्छ रे त्यस्तोमा केही पनि राख्दिनँ दाइ हावा चाहिँ धेरै जोस्न हाल्नु न केमा ठिकै छ त नयाँ पालो नयाँ पिँढीको नयाँ पिँढी मारे दिदीले अहिले धेरै छुटी आउँछ ल भाइहरू मासु पोलाइ कस्तो हुँदैछ ऊ सामेल र सुसान हो उनीहरूले बोल्दै हो सुमधुर आवाजमा त गिटार बजाइदियो नि त भाइ म गिटार त बजाउँछु यहाँ गाउने मान्छे भएन म गाइदिन्छु मेरो स्वर हाँसी गएको छ त्यही भएर आज होइन आजलाई यस्तै भयो नेक्स्ट टाइम गाइदिन्छु म गाइस मासु राम्ररी पोला है तिमीहरूले चाख्यो चाख्यो अब एकैचोटि सबैले चाहियो यहाँ चाख्यो चाखेर भन न मलाई नि एउटा देखाउँछु क्या होइन होस् सबैजना छाइछ हामीलाई हाम्रो चाहिँ सेकुवाहरू पोल्दा पोल्दै राति भइसकेको छ है रातिको कति बज्यो थाहा भएन जस राति भइसकेको छ अनि हामी चाहिँ सेकुवाहरू अझै पनि पाकेको छैन पुरै त्यही भएर हामी चाहिँ वेटिङमा छौँ अनि हामी चाहिँ अब एकछिनमा खाजाहरू खानेछौँ सेकुवाहरू पोलिँदैछ है अझै पनि अनि हामी सेकुवाहरू पुरै पोलेपछि चाहिँ अनि खाना बस्नेछौँ अनि म खाएको देखाउनेछु हजुरलाई ल अब सेकुवा अचानक भएको यो प्लान हो यो चाहिँ हाम्रो सेकुवापट्टिको प्लान त्यही भएर अनि हामी चाहिँ अब यहाँ बसिरहेछौँ यसरी यता भाउजूहरू हेलो भाउजूहरू खाजा खाएको गाइस हामी चाहिँ अब खाजाहरू एकछिनमा खानेछौँ अनि फेरि भेट्नेछौँ तपाईँहरूसँग हामी चाहिँ सेकुवाभन्दा अगाडि यो खाँदैछौँ दिदी आज चाहिँ यो चियामा एउटा बिस्कुट पनि बिहानै हतार हतार अलिअलि खाएर छिटो काम गरेर सघाउनुपर्छ खाना बनाएर आमाहरूलाई दिएर सरसफाइ गरेर अनि कोठा सरसफाइ गरेर हामी बस्ने ठाउँ पनि भद्रगोल छ रात परिसक्यो रात सानो नसुत्ने एक दिन छुट्टी हुन्छ दिदी सुनमा सक्नुपर्छ कि हतार हतार सानी माया गर्छु मामु आफ्नो बच्चाहरू काम गर्नु पर्यो फेरि वा छत उडाउने भयो छत यस्ताले छत उडाउने भयो हाम्रो छत छानु छत उडाउने हाम्रो चाहिँ सेकुवाहरू पाकेर नि हामी खाना सुरु गरिसक्यौँ है यो हामी चाहिँ खाना सुरु गरिसक्यौँ हामी चाहिँ खान थाल्यौँ कस्तो भएछ मिठो भएछ ल भाउजू खानु लगाएपछि चाहिँ मेरो भागै अब हामी खानेछौँ हजुर
चाम्चीहरू खाँदैछौँ अब हाम्रो सेकुवाहरू सेकुवा खाँदैछौँ। सो गाइज आजलाई यति नै ओके बाई।